नमस्ते एभ्रिवान, इट्स मी साधन तामाङ ब्लग्स। आयो बजार सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु है। सो गाइज, आज चाहिँ हामी जर्सिमपोको जाँदैछौँ एउटा खत्रै भ्लगर दाइसँग है, हाम्रो तामाङ भ्लगर दाइसँग। हजुर सबैजना चिन्नुहुन्छ होला, म यहाँ ट्याक्क माथि राखिदिन्छु होइन, ट्याक्कै त छैन। अनि त्यहाँ दाइ त्यहाँ हुनुहुन्छ, टक्क लगाएर जाउँ न जाउँ। तपाईँ एक्लै आउनु भयो? मेरो घर चाहिँ उतै हो कि उतै हो। हजुर कता? हजुर ए हस्, मेरो भ्लगमा स्वागत छ तपाईँलाई। हस् ल गाइज, हामी चाहिँ टक्क पछाडि चाहिँ तामाङ दाई हुनुहुन्छ है, तामाङ भ्लग्स दाई। टक्क म यहाँ माथि राखिदिन्छु। म दाई चाहिँ एकदम सपोर्टिभ हुनुहुन्छ है, मतलब मलाई चाहिँ जोस राम्रै सिकाउनु भएको थियो। अनि एक दिन भेट्छु भन्दा आज टक्क भेट भइगयो दाइसँग। पछाडि आउँदै हुनुहुन्छ। हामी चाहिँ खासै त्यही जर्सिमपोको भ्यू पोइन्ट जान्ला हो, त्यहीँ होला सायद। अब अर्को त मलाई थाहा भएन, दाइले त्यहीँ भन्नुभयो जस्तो लाग्थ्यो। अनि त्यही हो, दाइको त फेरि एडभेन्चर छ 250। अनि कहाँ सक्छ त दाइलाई, दाइसँग त एडभेन्चर छ। जोस् आज रमाइलो हुन्छ। हामी दुईजना मात्र हो, दाइ पछाडि हुनुहुन्छ होइन, रमाइलो छ। अनि त्यही हो गाइजलाई एकछिन है कस्तो हुन्छ रहेछ। तर म चलाउन सक्छ म जुनैसुकै बाइक चलाउने नि होइन, सब बाइक चलाउन सक्छु म होइन। अलिकति अब हाइटले चाहिँ अलिक भ्याउँदैन कि जस्तो लागिरहेको छ। अब त्यही हो, अब भर्खर बाइक धुएको छ, धेरै नढल्काउँ, फेरि धेरै ढल्काउनु थाल्यो भने अहिले चिप्लिन्छ। अनि मलाई चाहिँ यो डुक चाहिँ बवाल मनपर्छ कि यो एडभेन्चर होला। फेरि हाम्रो दाइ त फेरि खतरा सपोर्टिभ अन्त पुरै आउँदै हुनुहुन्छ त्यहाँ। हाम्रो चाहिँ हामी जाने माथि डाँडामा हो, त्यहाँ डक्क डाँडामा यस्तो दामी हुन्छ है, खतरा हुन्छ। मेरो चाहिँ अस्ति बाइक मसँग साथी लडेर यो अलि बाङ्गिरहेको छ, त्यही भएर ब्रेक अगाडिको ब्रेक अलिक युज राम्रोसँग भएको छैन। अब त्यही हो, अब लडिन्छ कहिले। अब मान्छेलाई के नहोस् के, बाइक जहाँ बनाउँला नि कि होइन, बाइक त बनाइहाल्छ, मान्छेलाई के नहोस् के। अब त्यही भन्दा हामी चाहिँ यहाँ रोनिलको चाहिँ बाइक खोइ एउटा दाइले चाहिँ राम्रो छैन यस्तो यताउति भन्दै हुनुहुन्थ्यो। अनि दाइ अब पछाडि हुनुहुन्छ। लगाइ जब हामी चाहिँ यहाँ फेरितिर भेटौँ है त। जोस् यो चाहिँ यसलाई चाहिँ भन्छ हाम्रो फेदी है, यसलाई भन्छ मुनिलाई फेदी भन्छ। अब माथितिर जर्सिमपो हो, अब त्यही हो। अब आज जोस् एडभेन्चर 250 चलाउन पाइन्छ जस्तो लागेको छ मलाई होइन, दाइको होइन टक्क लगाएर। एमटी पनि खतरा कुद्छ है तर यार। एमडी नै बबाल कुद्छ है यार। अब अराउन्ड कति 25K होला सब्सक्राइबर, त्यो पनि त्यस्तो घमण्ड छैन क्या हाम्रो दाइमा होइन। जोस् राम्रो छ। अब हामी जस्तो सानो युट्युबरलाई नि यसो साथ सपोर्ट गर्नुहुन्छ दाइले, त्यही खुसी लाग्छ मलाई। अरू अब भनौँ न, अरूले खासै त्यस्तो वास्तव दाइले चाहिँ जोस् पहिलादेखि नै मलाई भेट्ने शनिबार म भ्याउँदैन कि, भ्याउन त भ्याउँछु अलिक हुन्छ। त्यही भएर यहाँतिर यो बाटोमा चाहिँ लास्टै घुमाएर छ अनि ओह्रालो छ, अलि धेरै एक्सिडेन्ट हुने चान्स चाहिँ यहीँ हुन्छ कि। यो टिफर हाल्दा बेलुका यस्तो लोड बोकेर आउँछ कि यस्तो लोड बोकेर आउँछ। अनि अब कुनै बेला ब्रेक हान्दैन। अस्ति त दुईजना उयो माथि हान्ने रहेछ,
माथि टक्क लाएर यहाँ जुन के अरे भित्तामा ढ्वास्स हान्दा रहेछ त्यही हो गाइस अब धेरै नबोलाउँ अर्को बस स्ट्यान्ड भन्छ होइन यहाँ चाहिँ हाम्रो कालिका शरण स्कुल नै छ अब हाम्रो दाइ चाहिँ हजुर के लग्ने र हुन्छ यहीँ माथि होइन त ग्राउन्डमा लगेर के गर्ने धेरै बेर बस्दैन अब यो पुरा अँध्यारो हुन लागिसक्यो अनि त्यही हो हाम्रो दाइ फेरि खतरा एडिट त फेरि अक्खा गर्नुहुन्छ नि फेरि आमा अक्खा त फेरि एडिट अक्खा क्या यहाँ हाम्रो यहाँ भीमसेन थापा हो कि के हो खोइ आज त चिन्दैन भन्ने फेरि जोस् दाइले चाहिँ मलाई धेरै सम्झिनु भएको रहेछ किनकि यतापट्टि म छ भनेर चाहिँ सम्झिनु भएको रहेछ जोस् खुसी लाग्छ यहाँ उयो हेर्नु नलागिकन अब दाइहरू यार हेर्नु त लाउनुपर्छ नि यार आफ्नो यहाँ लोकल भए पनि होइन मान्छेहरू लोकल भयो भन्नेमा अनि कस्तो लापरवाही गर्छ भने म चाहिँ घिर्नु नलाउने भने यो कहिलेकाहीँ त्यो खबर काट्ने बेला हो होइन त अल टाइम म हेर्न लागिरहेको हुन्छु मेरो त फेरि के बज्न थाल्छ नि हाम्रो चाहिँ गाइस पुरा हिमाल देख्छ यताबाट चाहिँ म किन रङ साइड यहाँ होला फेरि अनि त्यहाँ खासै यहाँतिर बाइक आउँदैन नि त त्यही भएर हो पुरा हिमाल देख्छ है खतरा छ हाम्रो तल त्यहाँ हेलो भाइहरू टक्क होला हिमाल चाहिँ बवाल देख्छ जे होस् यस्तो मजाको देख्छ है दाइको फेरि एडभान्टेज बाइक त यस्तोमा चाहिँ फेरि नर्मल यो त नर्मल हो नि त फेरि नर्मल हो यो त यस्तो त यहाँ अलि बाटो अहिले त बनाएछ त यहाँ अस्ति यहाँ हिस्ट्री दाइहरू अनि सबजना आउनु भएको थियो के अहिले त्यस्तरी क्रसो गरिरहेको रहेछ त यार ए यस्तो बवाल छ नि फेरि यस्तो बवाल छ है पुरै जस यहाँ पिकनिक आउन चाहिँ बवाल छ है पिकनिक यस्तो दामी आमा अहिले त के हो यस्तो दामी छ त यार खतरा बस देखिसकेको रहेछ हो अस्ति यो दाइहरू आउनु भएको थियो त के अरे हिस्ट्री दाइहरू हिस्ट्री अनि जब ए बवाल रहेछ आज चाहिँ कस्तो जाडो खासै जाडो रहेनछ नै त बवाल जाडो हुन्थ्यो हजुर ए खतरा छ नि ल गाइस हामी नि टक्क लाएर यहाँ हामी चाहिँ यहाँ आइपुगिसक्यो यहाँ हाम्रो दाइ तामाङ भ्लग्स दाइ यता हुनुहुन्छ अनि दाइ यसो तपाईँलाई नि स्वागत छ है मेरो घरमा हुन्छ ल भाइको भिडियोमा आउनु पाएँ धेरै खुसी छु है अस्तिदेखि भेट्ने भनेको हामी चाहिँ अनि टाइमहरू मिलाएको थिएन अनि यसपालि टक्क टाइम मिल्दाखेरि मजाले आइयो अब यतातिर यसो घुम्ने रमाइलो गर्ने अनि मेन कुरा भनेर चाहिँ भाइलाई एकदम धेरै माया गर्नु पऱ्यो है भिडियो बनाएर एकदम मोटिभेट गर्नु पऱ्यो कि हामी एउटा अब थोरै भिडियो बनाउने मान्छेहरूलाई चाहिँ के हुन्छ भने सानो कुराहरूले चाहिँ खुसी बनाउँछ क्या तपाईँको एउटा सानो कमेन्टले गर्दाखेरि पनि हामी धेरै खुसी हुन्छौँ होइन अझ मोटिभेट हुन्छ सो एकदम धेरै माया गरिदिनु होला त्यही हामी चाहिँ टक्क लगाएर यहाँ आइपुगिसक्यो दामी सनसेट हुँदैछ है दामी लगाएर अनि हाम्रो यतापट्टि चाहिँ पुरा हिमाल बवाल देखिन्छ है यही हो बेस्ट भनेको चाहिँ बवाल देखिन्छ त्यही गाइस अब चाहिँ हामी यसो सिनेमेटिकहरू यसो बनाउँछौँ यहाँ छ हामी दुईजनाको बाइक दाइको बाइक यता एडभेन्चर छ
यता मेरो एम्टी छ यस्तै सनसेट भइसक्यो अब अलिकति बाँकी छ अनि यहाँ छ दुईटा बाइक अनि त्यही अब चाहिँ अब एकछिन बस्छौँ अनि जान्छौँ दाइ त्यहाँ बिजी हुनुहुन्छ अहिले दाइको बाइक चलाउनुपर्छ एकछिन अब होइन त अब दाइको बाइक चलाएको यसो हेर्नुपर्छ अब कस्तो हुन्छ रहेछ एडभेन्चर अहिले त चलाएको छैन यसो राउन्ड हान्छौँ है दाइ फेरि एडभेन्चरमा त उठ्यो नि त मैले यस्तरी उठिदिन्छु नि त फेरि अनि पुरा हाम्रो यता अनि तलतिर पनि छ है टक्क जाने छ अनि त्यही हो यस्तो दामी सनसेट भइसक्यो यार हाम्रो दाजुहरूले यस्तो टाइम ल्यास बनाउनु लागिसक्यो म चाहिँ फेरि यस्तो उठ्न मिल्दैन कि अब किनकि मेरो त एडभेन्चर होइन नि त होइन अब यतिको त्यो पनि यस्तो हानिदिन्छ भने यस्तरी दाइको त एडभेन्चर पुरा यता उताबाट अहिले त जानु मिल्दैन जस्तो छ उसलाई बार लाएर रहेछ दाइ पुरै एडभेन्चर हो नि मजा आउँछ होला हिमाल चाहिँ बवाल देख्ने कि हिमाल चाहिँ बवाल के गाइज हिमाल चाहिँ फेरि ओपी देख्छ है ओपी कस्तो चिसो भयो हौ मास्क लाउनु पर्ने मङ्की मास्क के हुन्छ त्यो बेलुका मास्क छ कि दाइ त फेरि आमा खतरा कुदाइदिनु हो नि त यस्तरी उभिएर अब दाइको बाइक यसो टेस्ट हानौँ न मैले अब ए धेरै अग्लो त हुँदैन रहेछ त ठिकै रहेछ मैले नि ठिक्क खोइ त ए गाइज ल एडभेन्चर बाइक भने यस्तो हो नि त यस्तो रे चलाउने यस्तो यो त्यस्तो त नर्मल हो कि अलिकति यो साउन्डहरू आइरहेछ त्यो पनि यस्तो रे नर्मल हो पिकअप त डेन्जर रहेछ नि डेन्जर अलि अप्ठ्यारो हुने रहेछ यो ह्यान्डगार्डले मिठो ल कस्तो आइरहेछ भ्यू है त्यहाँ टक्क दाइको बाइक है यस्तरी टुक्क बवाल त्यहाँ दाइले पनि चलाइराख्नु भएको छ मेरो बाइक बवाल यार खतरा मजा आउँछ रहेछ यार दामी मजा आउँछ रहेछ यस्तै हो मजा चलाउनु भयो रे यस्तो दामी मजा आउँछ खतरा मजा आउने जस्तो यार यस्तरी हाने यस्तरी एडभेन्चर बाइक पो हो त एडभेन्चर र यस्तो दामी मजा आउँछ रहेछ यार एडभेन्चर हो क्या यार यस्तो बवाल देखेर होला हाम्रो दाइ चाहिँ ल अब चाहिँ हामी टक्क लगाएर जान्छौँ जस बवाल मजा आउँछ रहेछ बनाइदिनु न त यसो पख्नु है त म टक्क लगाएर चलेको होइन
दाइ चाहिँ उता पुरै एडभेन्चर आमा पुरै उठी हान्नु भइरहेछ। अहिले चाहिँ हाम्रो यहाँ लगभग कति 6 बज्न आइसक्यो, 5:30 हो कि 6 बज्न आयो। अब हेरिरहेको छैन घडी है, अब नज भने अब पुरै खतरा भएर एडभेन्चर हो नि त, एडभेन्चर। त्यही हो गाइस, रमाइलो लाग्यो दाइलाई भेटेर, खुसी लाग्यो मलाई। पहिलादेखि हामी त धेरै अगाडिदेखि चिने हो नि, भेट्न चाहिँ आज मात्र भेट्यो। भेट्न त म अस्ति नै भेट्छु भने फुर्सदै हुन्न, अनि बिर्सिया गर्छ। अनि शनिबार म राइड हुन्छ, शनिबार मेरो कहिले काम हुन्छ, त्यही भएर हो। साँझ भेट्यो, अब खुसी लाग्यो। अब राइड गइन्छ दाइसँग है। दाइले त इन्भाइट गरिराख्नुहुन्छ मलाई, मै मात्र नभ्याउने होइन। अनि त्यहाँ छ हाम्रो ग्राउन्ड, त्यहाँ अब हाम्रो त्यहाँ हाइड्रो पावर बन्दैछ। हाइड्रो पावर के सम्झे होला, त्यही होला। जस एकदम मजा आउँछ रहेछ एडभेन्चर चलाउन त, बबाल मजा आउँछ रहेछ यार, बबाल मजा आउने रहेछ। अहिले त्यो चलाएर यो चलाउँदा त कस्तो भइरहेछ भने कस्तो एकदम डाउन। तर एडभेन्चर मैले त त्यो डुकको अलिकति भनौँ न हेर्दा त कत्रो जस्तो देखाएको छ नि त। अनि मैले त त्यो त धेरै मतलब अग्लो होला भने त मैले भेट्छ रहेछ भनौँ न, मजाले त कहाँ सक्नु र, म डल्लै छ। अनि ठिकै राम्रैसँग भेट्छ, जस एउटा खुट्टा चुस्स उचालेर भेट्छ। अनि त्यही हो। यहाँ पनि दाइ जाने हो कि जाउँ है, के खाजा खाने हो र? जाउँ के त्यो खाजा। अब दाइले खाजा खाने भन्नुहुन्थ्यो। अब त्यही हो, अब बेलुका भइसक्यो नि त, दाइलाई पनि ढिला हुन्छ, दाइ फेरि टाढा जानुपर्छ। त्यही भएर दाइले काम गर्ने चाहिँ यहाँ चाबेल हो। अनि राम्रै अब जस 4 बजी छुट्टी आज 4 बजी छुट्टी भएको रहेछ दाइको। अनि यसो अब भिडियो बनाउन यतातिर आउनु भएको रहेछ, अनि यसो मलाई सम्झिनु भएछ। लगा यस्तो गाडीलाई चाहिँ टप्यो होइन। दाइ चाहिँ पछाडि आउँदै हुनुहुन्छ। दाइ नि फेरि खतरा हो नि त, फेरि नक्कै दाइ ढिला भइसक्यो नि त, बेलुका भइसक्यो। हामी चाहिँ यहाँ च्यानपाटी भन्नेमा आइपुगिसक्यो। दाइको मोबाइलबाट चाहिँ भिडियोहरू हाल्नु बाँकी छ, भिडियो हाल्छु होइन। यसो भिडियो हाल्नुपर्ने कि चिया खाने तपाईँ? चिया खाना होइन, घरमै जाउँ। यसो बस्नु न कहीँबाट, यसो ढिलासिला भयो नि यसो। हस् त, मलाई पनि धेरै खुसी लाग्यो। हस्, राम्रोसँग जानु एक्लै है। ए हस् त, ल राम्रोसँग जानु, नभए बस्नु। ए हस् त, हस्। ल गाइस, दाइ जानुभयो। म चाहिँ यहीँ हो नि त, मेरो घर त, मेरो घर यहीँ हो। अनि अब बाइक राख्छु म, घर यहीँ हो। अब बाइक राख्नु पऱ्यो। खोइ सनम त कहाँ छ भने, बाइक साइक छैन सनम। त्यो गाइस, ल अब हजुरहरूले राम्रो लाग्यो लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। अनि
जस रमाइलो हुन्छ यो भ्लग चाहिँ, किनकि यसो हाम्रो दाइ आउनु भएको छ, अब भनौँ न राम्रो पपुलर दाइ लगाएछ। त्यही यस्तै हो, यस्तो छ हाम्रो चाहिँ। लगाएछ, बाई।